आजको भिडियो विशेष गरी सुगर भएको साथीहरूको लागि एकदमै राम्रो र प्रभावकारी भिडियो छ साथीहरू। तपाईले घरेलु औषधि कसरी बनाउने भनेर म जानकारी दिँदैछु। यो राम्रोसँग हेर्नु होला, सुन्नु होला। तपाईले मैले देखाइरहेको छ यो निमको पत्ता लिनु होला, तुलसीको पत्ता लिनु होला, सीताफला यो शरीफाको पनि पत्ता लिनुस्, अनि बेलको पात पनि लिनुस् र जामुनको पात पनि लिनु होला। यो सबै बराबर लिइसकेपछि यसलाई तपाईले डाइरेक्ट घाममा कहिले पनि नसुकाउनुस् है। यसलाई चाहिँ तपाईले छायामा सुकाउनु होला। डाइरेक्ट घाममा सुकाउँदा यसको अस्तित्व नष्ट हुन्छ, त्यही भएको कारणले कहिले पनि सुकाउनु हुँदैन। र यो सुकाइसके पछाडि यसलाई मजाले धुलो पाउडर बनाउनुस् र त्यसमा अलिकति मेथीको पाउडर पनि राख्नु। सबै बराबर हुनुपर्छ। तपाईले 1 किलो बनाउनु भयो भने सबै 1-1 किलोको बनाउनुस् मात्रा चाहिँ। अनि त्यसपछि दालचिनीको पाउडर पनि हाल्नु होला। यो सबै मिलाएर पाउडर बनाएर राख्नुस् र खाना खानुभन्दा आधी घण्टा अगाडि 1-1 चम्चा खाएर हेर्नुस्। 15-20 दिन खाइसकेपछि तपाईको सुगरको लेभल एकदमै कन्ट्रोल हुँदै आउँछ साथीहरू। यो घरेलु उपचार हो, कुनै पनि साइड इफेक्ट छैन। राम्रोसँग सबै सामान भेला गराएर बनाउनुस्।